उहाँ चाहिँ हुनुहुन्छ मेरो सासू मम्मी, प्यारी सासू मम्मी। बुहारीलाई माइत जान छ भनेर यति स्ट्रगल गरेर घाममा बसेर रोटी बनाउँदै हुनुहुन्छ। अनि उहाँ चाहिँ हाम्रो आन्टी हुनुहुन्छ। आन्टीले अचार बनाउँदै हुनुहुन्छ बुहारीको लागि भनेर। उहाँ चाहिँ मम्मी यत्रो धेरै रोटी एक्लै बनाइसक्नुभयो। त्यसपछि यहाँ पनि अझै छ, बनाउँदै हुनुहुन्छ। कस्तो राम्रो रोटी बनाउनुहुन्छ, कति मिठो छ। तपाईहरुलाई पनि खान मन लागेछ भने वा कस्तो राम्रो। आतो पोल्यो। हेर्नुस् त गाइज, ल्याम्म 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 ल्याम्म। मेरो सासू मम्मीले बनाएको रोटी पाउर लानलाई। कस्तो राम्रोसँग बनाउनु भएको छ। मम्मीजी, हजुरलाई कस्तो लागिरहेछ त? एकदम राम्रो। राम्रो लागिरहेछ। यसो बुहारीलाई पाउर पठाउनलाई कति खुसी भएर रोटी बनाएर मैले त पर्दैन भनेको थिएँ। सासू मम्मीले त लैजाऊ भनेर खुसी खुसीले हैन, हिजैदेखि तयारी हो अझ। हिजैदेखि गोल गोल रोटी बाबुलाई पठाइदिनु। ल अब तिमीले बनाउनु। बनाउँछु। अहिले हतार छ, भोलि पर्सि बनाउँदा। भोलि पर्सि बनाउँछु।